हेलो गाइस, गुड मर्निङ। र आज चाहिँ ब्रेकफास्टको लागि मैले पोहा बनाएको छु है। अनि लन्चको लागि मटर मेथी मलाई बनाएको छु है। अनि देख्न सक्नुहुन्छ हेर्नमा नै कति यम्मी लागिरहेको छ। अनि यसमा मुङ दाल, यसमा तड्का लगाउनु बाँकी छ है। बस पकाइ मात्रै रहेको छ, यसमा तड्का लाउनु पर्छ। अनि अब रोटी पोल्नु पर्छ बेले एउटा है। अनि मलाई अस्ति पनि एउटा साथीले इन्डियाको म्याच जस्तो रोटी भन्दै थियो। अनि अर्कोले पनि भन्दै थियो 5 कन्ची जस्तो थियो अरे मेरो रोटी पोल्नु चाहिँ नजानेको चाहिँ होइन है। यहाँको आटालाई चाहिँ अर्को भएको कारणले गर्दा चाहिँ अलिक साह्रो पर्छ कि यो रोटीलाई उयो गर्नु। त्यही भएकोले गर्दाखेरि चाहिँ रोटी चाहिँ यस्तो भएको है साथी हो। रोटी चाहिँ म दामी बनाउँछु है। रोटी पनि पोलेर भइसक्यो है। अब चाहिँ म नास्ता गर्नु जाने है। र अर्को भिडियोमा भेटौँला।